ल हामी त वन जङ्गलमा घाँस काट्न आएको के गर्नु दुखिया कर्म घाँस नकाटी नहुने के उहाँ साल नानी उहाँ छिन् घाँस काट्दै छिन् यसलाई यो घाँसलाई के भन्छ अरे साल साल होइन यार लहरा के हो यो मालतना के भन्छ अरे अब नाम चाहिँ थाहा भएन यही हो होइन घाँस मिठो दुधेलो घाँस हो यो इ मेरो बुढिया चाहिँ यहाँ चाहिँ बुढिया पनि बहुत मेहनतिलो ए मैले सोचेको पनि थिएन चिताको पनि थिएन यस्तो राम्रो काम गर्नु त जिन्दगी पाइन्न के त्यो दिउँसै घाममा टन्टापुरै घाममा हातमा दियो बालेर खोजे पनि पाइन्न यस्तो बुढी त यी कस्तो हुँदो रहेछ त घाँस काट्दा जङ्गलमा ए काटेको पहिला पनि ल ठिक छ त्यसो त्यही पनि उहाँ चाहिँ तयारी हो उहाँ सिमल चोरको लागि तयारी हुँदैछ प्र्याक्टिस हुँदैछ त्यही भएर है हजुर यो बुटबाट उहाँ टुप्पाहरू काटेको देखेको छु हल्का फुल्का होइन यहाँ यहाँ काटेको देखेको छु यहाँ माथि टुप्पा काटेको देखेको छु होला होइन यहाँदेखि झरालेको घाँसहरू अहिले अहिले फेरि टन्नै छ हो तलसम्म लपक्कै छ घाँसहरू अनि एउटा चाहिँ यो हाम्रो उतातिर चाहिँ यो आर्मीको त्यो ट्रेनिङ गर्ने ठाउँ अन्त कुनामा चाहिँ यहाँ छिम उतातिर यहाँ छिम चाहिँ हामीले घाँसहरू राखेको छौँ घाँसहरू अनि रातो माटो ल्याउने बोराहरू छ होइन त्यही हो के गर्ने गर्नै पर्यो होइन पाहाडमा बसेपछि हल्का फुल्का काम गर्नै पर्यो बल्ल खाना खाएको पच्छ हुन त पाहाडमा त ओकालो उरालो गरेर नै पच्छ हामी खास चाहिँ हामी के गरिन्छ भने घाँस सम्हालिसकेपछि चाहिँ पियार भन्ने एउटा फल हुँदो रहेछ सेम हाम्रो फडेल जमुना जस्तो हुँदो रहेछ मजा पनि आउँदो रहेछ त्योभन्दा मिठो पनि हुँदो रहेछ पाएको चाहिँ हल्का फेरि किरा नि लाग्छ चाँडै नै हल्का गिलित्त भएपछि तर मिठो चाहिँ है होइन खाने भए आउनु त भन्दिनँ म बरु म एक्लै खान्छु म आउनु त भन्दिनँ म बरु हजुरको अरू लिची छ नि दिनु आँप हाम्रो घर छ ल है त ल दुई ए लिची पनि छ हाम्रो घर लिची पनि छ हाम्रो घर आँप पनि छ हाम्रो घर हामीलाई त्यस्तो जरुरत छैन के ए पार्ट 2 ए सही हो पार्ट 2 अहिले आउँछ यो चाहिँ हामीले पुरै भिडियो हाल्नेछौँ अब हामी पियार भन्ने फल है किन्न आइरहेका छौँ खेलाडीहरू उता उता गएछन् मलाई चाहिँ जबरजस्ती भिडियो खिच भनेर खिचिदिएको अझै घाँसले पुगेँ होइन कसैलाई यही हो चाहिँ पियारोनी फल चाहिँ कता गयो यही पियारोनी फल चाहिँ यही है ल चढ्दैन पनि यता देखाउँछ है लाइटिङ पर्छ लाइटिङ पर्छ पियारोनी फल चाहिँ लपक्कै पाक्यो लपक्कै पाक्योलाई है चलाउँछन् ल अहिले टिपेर जहाँ बसिन्छ नि त्यहाँ गएर म देखाउँछु है त हजुरहरूलाई ल अब हाम्रो प्यार टिप्ने बाँदर चाहिँ चढ्न लागिसकेका छन् है ल खुब मेहनतिर छन् चढ्छन् यस्तो रुख त कति चढ्छन् नि त किन हो र यस्तो रुख चढ्ने भन्दाखेरि त्यही सिमलचुरमा झन् धेरै चढ्न पर्छ बिहान भन्थे के अरे त्यही भएर गर्दैन अर्को बाँदर यहाँ फेरि बाँदरको मुखिया म यहाँ ल यही टाढादेखि सङ्घर्ष गरी फेरि प्यार भन्ने यही टिपेर एकछिन मेरी श्रीमतीले पियर कहाँ डलाइदिएको डलाइले मान्छे उहाँ छैन पानीले तिर्खा लाएर मरि हत्ते भयो जाम कि जाम ल मलाई हजुरले चाँडै गएर पानी पिलाउनु म हजुरलाई कोक खुलाउँछु भन्छन् ठिकै छ अब ल आजलाई यहीँसम्म है अब फेरि पनि जङ्गल आइएछ भने फेरि गरौँ ल खोला जाँदैछौँ जानु त अब हेरौँ